सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज पनि बिहान कलेज जाँदाखेरि भिडियो सुरु गरेँ र जाँदा जाँदै हाम्रो त्यो बसन्ती बिग्रिएर चाहिँ अब बाटोमै राख्नु पर्यो यसलाई। र कलेज पुगे साथ चाहिँ एसेम्ब्ली हुँदै रहेछ र हामी पनि ढिलो नगरिकन गएर एसेम्ब्ली बस्यो र हामी चाहिँ लन्च ब्रेकको पर्खाइमा उभिरहेको थियो र हामी चाहिँ ढिलो नगरिकन क्यान्टिन हेरेर मैले चाहिँ 2 प्लेट खाइदिएँ आज चाहिँ, किनभने बढी बेसी भोक लागिरहेको थियो। र ढिलै नगरिकन हामी फेरि कलेजतर्फ लाग्यो र कलेज पुगे साथ चाहिँ मलाई साथीले रानी पुल जानुपर्छ, आज फोन बिग्रिरहेछ बनाउनु पर्छ भन्दै थियो। र क्लासहरू सकेर पनि हामी चाहिँ निस्किनु लागि रेडी भइसकेको थियो र म चाहिँ रेडी भएको थिइनँ, पर रुम गएर रेडी हुनुपर्ने थियो। र अलिअलि जग्गा जग्गामा चाहिँ हाइपर राइड पनि गरेको थियो र एउटा क्लिप चाहिँ मैले एड गरेको छु यहाँनिर, हेर्न सक्नुहुन्छ तपाईँले पनि। र त्यस्तै बेसी हाइपर राइड पनि गरेन हामीले र मलाई साथीले चाहिँ ग्लेनमार्क बाटो लगेको थियो घुमाउँदै घुमाउँदै। एकदमै दामी लाग्छ मलाई यो बाटो चाहिँ, जति खेप आए पनि भ्यू चाहिँ यो बढी देखिदिन्छ। र माथि नास्ता गर्नु लागि रोएको थियो र साथीको चाहिँ बेस्ट फ्रेन्डहरू पुरा रहेछ र हामीलाई चाहिँ हेरिरहेको थियो। र त्यसपछि चाहिँ हामी रानी पुल पनि पुग्यो र फोन बनाउनु पनि दिइरहेको थियो हामीले। अन्त हामी चाहिँ रानी पुलदेखि चाहिँ जाली पुल गयो र साथी चाहिँ पम्पको मालिक हो र पम्पमा बस्यो हामी पनि एकछिन र हामी चाहिँ झ्यालमुडी खाँदै बसिरहेको थियो। र त्यसपछि हामीलाई कल आयो, जानुपर्ने भयो र हामीले चाहिँ फोनहरू पनि रिसिभ गरेर हामी चाहिँ फर्क्यो। र आजको मेरो मिनी भ्लग चाहिँ यति नै थियो र तपाईँलाई कस्तो लाग्छ र सी यु नेक्स्ट मिनी भ्लग।